तपाईको लेफ्ट ह्यान्ड साइडमा एउटा डिफेन्डर मोडिफाइड छ भने यहाँ तपाईको स्टक डिफेन्डर छ। यसलाई साइड बाइ साइड तपाईको हेर्दाखेरि यस्तो देखिन्छ भने यसलाई तपाईको साइड बाइ साइड हेर्दाखेरि यस्तो देखिन्छ है। र दुवैलाई सँगै राख्दाखेरि ल डिफरेन्स हेर्नु है। र अझै नजिक राखेर हेर्दाखेरि टक्क ल यतिसम्म बनाउन मिल्छ है आरसी। यो त पुरै नेकेड अनि यो त पुरै लोडेड जस्तो देखिन्छ हैन। र यो पुरानो भर्जन अफ डिफेन्डर हो भने अहिले नयाँ भर्जन अफ डिफेन्डर आएको छ। पहिलाको भर्जनमा दुई चारवटा कुराहरू लो ग्रेड छ भने अहिलेकोमा दुई चारवटा भर्जन अपग्रेड छ। मेटल गियर कम्पोनेन्टहरू, बेली कभरहरू प्लस यसको चाहिँ पहिलाको ट्रान्समिटर यो आउँथ्यो भने अहिलेको ट्रान्समिटर यो आउँछ हैन। अनि यो चाहिँ तपाईको एमएन मोडल्सको हो। यसमा चाहिँ गियर छ, यसमा चाहिँ गियर सिस्टम छ, त्यसपछि लाइट सिस्टम छ, त्यसपछि स्टेयरिङहरू मिलाउने सिस्टम छ है त। र हाम्रो यो प्रोडक्टको पनि सबै स्पेयर पार्ट हामीसँग अवेलेबल छ। गाइज लभ यु गाइज, तपाईहरुलाई हाम्रो अर्को भिडियोमा स्वागत छ। यहाँ तपाईहरुलाई म एउटा देखाउँदैछु। यो एउटा हाम्रो फुल्ली मोडिफाइड लोडेड डिफेन्डर हैन। यो चाहिँ ब्याकग्राउन्डमा राखौँ यसलाई र यसको ब्याक हेरौँ। यो चाहिँ अब अहिले भर्खर रिलिज भएको नयाँ डिफेन्डर MN99 भन्ने प्रोडक्ट रहेको छ है हैन। त्यो रिममा फरक हेरौँ न कस्तो देखिँदो रहेछ। अब लुक गाइस है, दिस कार हैज गन अ लट अफ मोडिफिकेशंस। अनि यो टकिङ अबाउट दिस वान यो कम्प्लिटली स्टक छ हैन। सो लेट मी पोइन्ट आउट सम स्टफ्स है। यसको अब तपाईको टायर विथको कुरा गर्नु पर्दाखेरि क्यामेरा एंगलमा देखाउँदाखेरि हैन अभियसली ओल्डर भर्जनको क्यामेरा के रे टायर विथ बडी छ। त्यसपछि अब यो हाइटको बारे कुरा गर्दाखेरि पनि अलिकति फ्रन्ट ग्रिलहरु यहाँ दिएको छैन हैन। तर यसमा चाहिँ हाल्न बाँकी छ, मेनी एक्सेसरिजहरु हाल्न बाँकी छ हैन। अब यो जस्तै कि अब यो साइड यस्तोहरु चाहिँ आउँदैन। यो चाहिँ अब हामीले हाम्रो 3D प्रिन्टिङ मेसिनले प्रिन्ट गरेको हो हैन। सो यिनीहरु हैन यो त अब निक्लिनै सक्यो, यो अब निकालि नै दिउँ न हैन। 3D प्रिन्टिङ मेसिनबाट प्रिन्ट गरेको पावर पार्ट्स भनौँ न, मोडिफिकेसन पार्ट्सहरु हो। र पुरानो भर्जनमा चाहिँ यो मुनिपट्टि बेली साइडमा चाहिँ यहाँ कभर, यहाँ जुन छ यहाँ कभर छैन फोकस गर्दा। तर यो नयाँ भर्जनमा चाहिँ विथ कभर आएको छ यो है। अनि यसको ट्रान्समिटर पनि अपग्रेडेड छ। अनि जस्तै यो अहिलेको नयाँ MN99 मा चाहिँ मेटल कम्पोनेन्टहरु अलि राम्रो छ। त्यसपछि सर्भो अगाडिबाट हेर्दाखेरि सर्भो एकदम क्लीन दिएको छ हैन। मोर पावर यसले चाहिँ पुश गर्न सक्छ। र यो गाडीलाई जति टायर चाहिने त्यही साइजको चाहिँ टायर विथ छ हैन। अनि टर्निङ एंगल पनि बढी छ अहिलेको यो नयाँ मोडलमा हैन। र मोडली चाहिँ पहिलाको चाहिँ कस्तो रिम टाइपको थियो के हैन। अब उताको हाम्रो यो हेर्यौं भने हाम्रो रिम टाइपको छ र अहिले चाहिँ एकदम हब टाइपको छ के, व्हील हब हैन। सो कुल अझ मोर क्लासिक लुक दिएको छ है। र यसको ट्रान्समिटर चाहिँ न्यूअर भर्जन अफ ट्रान्समिटर आउँछ। सो आई एम गोइङ टु गेट द ट्रान्समिटर फर यु गाइज है हैन। सो हाम्रो कुनै पनि थर्ड पार्टीमा चाहिँ जस्तै पहिला चाहिँ तपाईको यो ट्रान्समिटर आउँथ्यो भने हैन, अहिले चाहिँ तपाईको यो न्यूअर भर्जन अफ ट्रान्समिटर आउँछ। जसमा तपाईको के छ भन्दाखेरि गियर एउटा चाहिँ तपाईको यो जुन फर्स्टमा TH रेट भनेको छ त्यो टोटल रेट हो। त्यसले चाहिँ गियरको काम गर्छ। योले यो 1 गियर हाल्ने कि 2 गियर हाल्ने भनेर काम गर्छ भने। अर्को भनेको लाइट टर्न अन अफ गर्न मिल्छ। र अर्को भनेको स्टियरिङको त्यो अगाडिको व्हील्स मिलाउने भयो हैन। र यो 1 ह्यान्ड कन्ट्रोल, एकै हातले चाहिँ एसिलेटर प्लस अब तपाईको यसरी कन्ट्रोल पनि गर्न मिल्छ। यो 1 ह्यान्ड कन्ट्रोल मोडल दिएको छ हैन। र यसको रेन्जको कुरा गर्दाखेरि चाहिँ अब ठिकै छ हैन, सिमिलर जस्तै रेन्ज छ यसको रेन्जको कुरा गर्दा। बट यो हामीसँग रिस्टक भइसकेको छ। यो वान अफ द बेस्ट सेलर कार है हाम्रो आरसी टुरिस्ट नेपालमा भएको वान अफ द बेस्ट सेलर कार्स। एन्ड अगेन यो प्रोडक्ट पनि विथ फुल स्पेयर पार्ट हामीसँग अवेलेबल छ। यसको जे बिग्रे पनि हामीसँग पार्ट्सहरु छ। अब अरूले पनि आरसीहरु अलिअलि बेचेको भनेर हामीलाई मेसेजहरु आइरा हुन्छ, ठिकै छ, इट्स गुड हैन। हाम्रो आरसी हबीहरु ग्रो हुनु राम्रो हो। अब तपाईले थर्ड पार्टी कतैबाट मंगाउनु भयो भने भेरी नाइस हैन। तर बट स्पेयर पार्ट बिना आरसी चाहिँ हुँदैन के, किनभने इस्यु आइ नै हाल्छ हैन। र वन्स अगेन
हामीले चाहिँ फुल सल्युसन आरसी टोइज नेपालले चाहिँ कम्प्लिट आरसी हबी सल्युसन हामीसँग भएको टोइज वारेन्टी प्लस स्पेयर पार्ट्स र आफ्टर सेल सर्भिस हामीले सबै दिने हामी प्रयास गरिरहेको छौँ है। र हामीलाई यो प्रडक्टको बारे के इन्क्वायरी छ भने पनि कमेन्ट गर्नु होला। र यो हेर्नु न, यो त मैले अब हल्का मोडिफाई हानेको थिएँ होइन, मोडिफाई हाने झन् बबाल देखाएको छ कि खासमा है। आमामामा बबाल देखाएको छ है। यसको पनि सानो क्लिपहरू के कति छ म तपाईँहरूलाई हाल्छु अहिले चलाएर होइन, त्यो हेरिदिनु होला। र गाइज दिस इज इट है त, छोटो छोटो भिडियो बनाऊँ है, आरसीको लामो भिडियो बनाएर हेर्न नि जाऊ होइन, दिमाग नि खराब किन गर्ने है। सो आज फ्री टाइम भएर म फटाफट भिडियो बनाउँदैछु गाइज, ओन्ली फर यु गाइज है।